एउटा यस्तो रियल लाइफहरू जसले जीवनभर देशको बारेमा मात्र सोचे, देशको हित हुने काम मात्र गरे, आफ्नो जीवनको परवाह नगरिकन देशको सिमाना काठमाडौँदेखि तिब्बतसम्म पुगाए र जीवनभर उनले आफ्नो राजालाई नै भगवानको स्वरूप माने। तर ती महान सपूतलाई तिनको सबै महान कामको फलस्वरूप देशद्रोही भन्दै तिनकै राजाले मृत्युदण्ड दिए। हामी कुरा गर्दैछौँ नेपाली इतिहासका वान अफ द ग्रेटेस्ट काजी भीम मल्लको। को थिए त काजी भीम मल्ल? किन उनलाई देशद्रोही भन्दै मृत्युदण्ड मिल्यो त? किन उनकी पत्नीको श्रापको कारण नेपाललाई सतीले श्रापेको देश भनिन्छ त? आउनुहोस् जानौँ यस भिडियोमा। सो लेट्स बिगिन। यो कहानी हो विक्रम सम्वत 1697 तिरको, जब युवराज प्रताप मल्ल नेपालका राजा बनेका थिए। त्यो समयमा काठमाडौँलाई नै नेपाल भनिने गरिन्थ्यो। राजा प्रताप मल्ल भनेका तिनै राजा हुन् जसले रानी पोखरीको निर्माण गरेका थिए र पशुपतिनाथमा सुनको गजुर हालेका थिए। उसरी त राजा प्रताप मल्लको दरबारमा थुप्रै काजीहरू थिए, तर उनका मुख्य काजी भने नरदेव, मयसिंह र भीममल्ल थिए। ती तिनै काजीहरूमध्ये पनि भीममल्ल भन्ने जनता र राजाका एकदमै प्रिय काजी थिए, किनभने उनी एकदमै चतुर र युद्ध कौशलमा निपुण थिए। त्यही लोकप्रियताका कारण नरदेव र मयसिंह भने भीममल्लदेखि जलन गर्ने गर्थे र भीममल्ललाई जसरी भए पनि तल पार्न खोज्थे। त्यही समयमा राजा प्रताप मल्ल भने आफ्नो राज्य विस्तार गर्न खोज्दै थिए र उनले आफ्नो राज्य तिब्बतसम्म फैलाउने सपना देखेका थिए। सोही बमोजिम उनले आफ्नो काजीहरूमध्ये श्रेष्ठ भीममल्ललाई राज्य विस्तारको जिम्मा दिए। काजी भीममल्ल पनि राजाको आदेश पाउन साथ आफ्नो कामको लागि तयारी गर्न थाले, तर उनकी पत्नी भने राज्यमै बस्ने भइन्, किनकि त्यो समयमा महिलाहरू युद्ध गर्न जाँदैनथे। उनकी पत्नी भुवनलक्ष्मी काठमाडौँमै बसे तापनि उनी पुरा तयारीका साथ युद्ध गर्न जाने तयारी गर्न थाले। अब युद्ध नीतिमा निपुण, व्यापारमा चतुर र कूटनीतिमा पारङ्गत भीममल्लले युद्ध हार्ने त कुनै कुरै हुँदैन। उनले तिब्बततिरको नेपालको अरू साना साना राज्य लगायत तिब्बतको भित्रभित्रसम्म आफ्नो सेना छिराउन सफल भए। अब आफ्नो राज्य खतरामा परेको तिब्बतका राजा तलै लामाले महसुस गर्न थाले र उनले काजी भीममल्लको समक्ष सन्धि गर्न हात बढाए। त्यो समयमा नेपाल युद्ध जितिरहेको हुनाले भीममल्लले आफूले चाहे जस्तो सन्धि गर्न सक्थे। उनले त्यही गरे पनि र इतिहासकारको अनुसार त्यो सन्धिलाई नेपालको इतिहासको सबभन्दा ठुलो सन्धि मानिन्छ, जसमा हुन त थुप्रै बुदाहरू थिए, तर त्यसको मेन बुदा भनेको तिब्बतले नेपाली करेन्सीको प्रयोग गर्नु थियो, वा भन्नुपर्दा नेपाली मुद्राको तिब्बतको हरेक व्यापारमा प्रयोग हुनु थियो। त्यो नेपालको लागि एकदमै ठुलो कुरा थियो। जो स्ट्र्याटेजी त्यो समय काजी भीममल्लले तिब्बतमा अपनाएका थिए, त्यही स्ट्र्याटेजी आज अमेरिका दुनियाँमा अपनाउँदैछ र संसारभरि आफ्नो मुद्राको प्रयोग गर्दैछ। अब सन्धिका ती सबै बुदाहरू भन्ने हो भने यो भिडियो एकदमै लामो बन्छ, त्यसैले म ती सबै बुदाहरू स्क्रिनमा राखिदिन्छु। त्यो सन्धि भयो र काजी भीममल्ल व्यवस्था मिलाउनका लागि केही समय जितेका राज्य अथवा तिब्बतमा बस्न थाले। तर उनले काठमाडौँ भित्र नभए पनि उनको नाम काठमाडौँको गल्ली गल्लीमा चल्न थाल्यो र अगाडिदेखि नै जलन गर्ने काजी मयसिंह र नरदेव भीममल्लको वाही देखेर जलनले खरानी हुन पुगे। काजी मयसिंह र नरदेव जलनको कारण यति अन्धा भयो कि उनले काजी भीममल्ल विरुद्ध षड्यन्त्र गर्न थाले र काजी भीममल्ल विरुद्ध राजाको कान बन्न थाले। उनले राजालाई भने कि काजी भीममल्ल हजुरको विरुद्ध षड्यन्त्र गर्दैछन्, हजुरलाई राजगद्दीबाट हटाएर आफू राजा बन्न खोज्दैछन् र उनीले त आफूले जितेको ठाउँमा आफूलाई राजा पनि घोषित गरिसके। भन्छन् नि विनाशकाले विपरीत बुद्धि। राजा पनि आफ्नो सबैभन्दा वफादार काजीमाथि शङ्का गर्न थाले र उनलाई तुरन्त राज्यमा आउने पत्र पठाए। तर काजीकी पत्नी भने आफ्नो पतिमा कहिल्यै शङ्का गर्दैनथिन् र उनलाई आफ्नो पतिमाथि पुरा विश्वास थियो। भनिन्छ कि काजी भीममल्लकी पत्नी भुवनलक्ष्मीले काजीलाई सबै षड्यन्त्रको बारेमा आगाज पनि गरेकी थिइन्, तर काजीलाई राजामाथि एक रत्ती पनि शङ्का थिएन। उनी आसेपासेको कुरामा लागेर राजा उनीमाथि शङ्का गर्लान् भनेर कहिल्यै सोचेनथे, तर राजा भने सत्ताको मोहमा अन्धा भइसकेका थिए। केही दिनपछि चिठी पाउन साथ काजी भीममल्ल काठमाडौँ आइपुगे र उनी आफ्नो घर पनि नगइकन राजालाई भेट्न भनेर दरबार गए। तर राजाले भने भीममल्ललाई देख्न साथ एक शब्द पनि नसोधिकन सैनिकद्वारा उनको टाउको कटाइदिए र भीममल्लले भने राजाको आदेशलाई एक शब्द पनि नसोधिकन माने, किनकि उनी एक सच्चा देशभक्त राजा प्रेमी काजी थिए। न त त्यत्रो तिब्बतलाई हल्लाउने काजी भीममल्ललाई एक दुईजना सैनिकलाई मार्न कहाँ बेर लाग्थ्यो र। राजा प्रताप मल्लले काजीको मात्र होइन काजीकी पत्नीको पनि हत्या गरेका थिए, किनकि त्यो समयमा नेपालमा सती प्रथा थियो, जसमा पति मरेपछि पत्नी पनि पतिको चितासँगै जिउँदै खरानी हुने गर्दथे। र त्यही सती जाने क्रममा भुवनलक्ष्मीले भनेकै थियो, यो देशको भलो चाहने मान्छेको यो देशमा कहिले भलो नहोस्, र त्यही श्रापको कारण आज पनि नेपाललाई सतीले श्रापेको देश भनिन्छ। आई होप तपाईँले काजी भीममल्लको बारेमा सबै कुरा थाहा पाउनु भएको होला। यहाँसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यदि भिडियोमा केही गल्ती भए कमेन्ट बक्समा भनिदिनु होला। हस्त धन्यवाद।